हामी कहाँ जाँदैछौँ गाइजहरु हामी चाहिँ जाँदैछौँ मुस्ताङ सो गाइज हामी चाहिँ गाडी सर बसिरहनु भएको छ यसरी हुन्छ हामी चाहिँ पोखरा आइपुग्न लाग्यौँ झ्यान्टी झ्यान्टी अनि हामी चाहिँ जाँदैछौँ हामी चाहिँ पुग्न लाग्यौँ पोखरा साँझ त यस्तै भयो साँझ सुत्नु ठिकै भयो बस्नु चाहिँ गाह्रो हुँदैछ तर अहिले गाइज we are in पोखरा यहाँ त विद्यार्थी लाइनमा हिँडेन भने त भाटाले हिर्काउँछ नि स्टिल लाइनमा जानु परिरहेछ हम लोग इधर है गाइस इधर इधर हमारा साथी लोग है देखेछु हो देखेछु सो गाइस हामी चाहिँ डेभिस फलमा आइपुग्यौँ मेरा साथीहरु पछाडि छुटेको भएकोले छु सोनिया ला 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 खोइ देख्यो त तिमीले नि जो त स्त्री बनाउँछ स्त्री भाइ पुग्यो पुग्यो मलाई पुग्यो ओहो मुस्ताङमा भन्नुहुन्थ्यो के गर्ने मुस्ताङमा पुगेको छैन गाइस मुस्ताङमा भन्नुहुन्थ्यो सबैले फोटो खिच्ला छन् हामी चाहिँ पहिला पनि आयो फोटो खिच्दैनौँ ठाउँमा कस्तो पहिलाको याद आयो पहिलाको याद आयो ए झर्ना देखाउँ न डेभिस फलबाट डेभिस फलबाट हामी चाहिँ अब निस्केन लाग्यौँ 10 मा पनि सङ्गीत टिम त्यही हो 10 मा पनि आएकै ठाउँ 12 मा पनि आइहाल्यौँ भन्ने के म पनि आएको थिएँ मैले एक हप्ता लाएर आएको थिएँ लुम्ले जाने गाइस हामी अब हेलो मिस बागलुङ कालिका लुम्ले अनि बागलुङ कालिका खाना खाना यहाँ चाहिँ पढाइको कुरा गरिरहेको छ यस्तो पढाउँदा गाइस हामी चाहिँ कालिका मन्दिर आयौँ कालिका भगवती मन्दिर प्रवेश गाइस हामी चाहिँ कालिका मन्दिरमा छौँ मेरा साथीहरू हेर अब फोटो खिच्छौँ कि हामी ग्रुपमा सो यहाँ चाहिँ देखिरहेको छु किन यो चाहिँ लामो पुल रहेछ तर हामी जान्छौँ कि नै थाहा छैन पेरिसमा भुक्कट्नी साथी म हजुरलाई मेरो खाइरहने भुक्कट्नी साथीलाई देखाउँदैछु यो चाहिँ मेरो भुक्कट्नी साथी हो खाइरहन्छ जहिले पनि खाइ गर्छ अझ खाँदैछु यो प्लास्टिक भरि ल्याएको छु यो सब मैले ल्याएँ यो अन्त दाजु पुलमा गाइस पुन्टा पाण्डी साथीहरू छन् ओके सो गाइस हामी चाहिँ सरलाई फोन गरिसक्यौँ सर चाहिँ अब पुलमा अर्सुँदैछ गाइस हामी जाँदैछौँ पुलमा इंग्लिश बोल्ने इंग्लिश नेपाली बोल्ने नेपाली हामीलाई हेर हाई गर्नु त सरले वा के जस्तो हामीलाई नबोलाएर आउने
सबभन्दा लामो पुल हेर्नुहोस् गाइस अब हामी चाहिँ जानुपर्छ ओइ त पनि आइज ओइ सबिना यहाँ आऊ त तिमी पनि खोइ त कराए I am overtaking you. Wow guys, so nice. View हेर्नुहोस् guys, view. हस् तर ड्रेस चाहिँ लान्नौँ होला जान चाहिँ जान्छौँ सो गाइस हामी चाहिँ अन्तिममा आइसकेको छ बाबु अनि यहाँ चाहिँ यस्तो दामी देखिएको छ यस्तो राम्रो देखिएको छ यहाँनिरबाट धान काटिरहेको रहेछ यहाँनिर हिमाल छ अनि यहाँनिर यस्तो पानी बगिरहेको छ अनि यहाँनिर यति लामो पुल छ यो टक्लु चाहिँ मेरो साथी अनि म भइहालेँ I'm very happy guys यो पुलको फाइनलतिर पनि आइसक्यौँ फोटो भिडियो खिच्दाखेरि यस्तो टाइम लाग्यो फोटो खिच्दै रमाइलो गर्दै आइसकेका छौँ सो गाइस म चाहिँ फर्किन लाग्यो अहिले चाहिँ माइती छु सबै साथीहरूले मलाई छोडेर गइसकेका छन् Here is पहाड बाई बाई खाने मात्र काम गर्नुहुन्छ उहाँ चाहिँ खान लाग्नु भएको छ अरू के भयो मलाई के गर्ने म यस्तै रहेछु मलाई कसरी केही दिन्न हावा कुरा त नगर What's up today? त्यो को हो त्यो त्यहाँ सबै को हुन् हामी भिडियोमा हामी हो हामी चाहिँ अब पुग्न लाग्यो फाइनली गाइस पुग्न लाग्यो जान्छौँ होला वाउ गाइस वाउ कस्तो राम्रो देखेको थियो घाम परेर पनि होला तर के गर्ने रुखले सकिसक्यो कस्तो खतरा देखिएको छ जमसुङ बजारमा अब जानु चाहिँ 20 मिनट बाँकी छ जमसुङ बजार जाने 20 मिनट बाँकी छ लाग्छ जमसुङ बजार जानु चाहिँ 20 रुपियाँ 20 रुपियाँ बाँकी छ 20 रुपियाँ होइन 20 मिनट बाँकी छ गाइस यहाँ चाहिँ हाम्रो साथीहरू सुतिरहेको छ जमसुङमा आइसकेका छौँ अब यहाँ चाहिँ नाइटको लागि यहाँ बास बसेर भोलि चाहिँ बिहान नै जान्छौँ मुक्तिनाथ मन्दिरमा जान्छौँ गाइस यो चटपटे यो माथि मन्दिरको लागि सब सामानहरू नास्ता धेरै भयो एउटाले 500 उठायो थोरै आयो यहाँ खाइसकेर यति पछि छ यति थोरै आयो यहाँ पनि बेच अब जा बाहिर लगिनु बस्नु जानुपर्छ क्याबिनमा महँगोमा कहाँ हुआ
गाइस यहाँ चाहिँ हाम्रो खानपिन हुँदैछ हामी चाहिँ खाइसक्यौँ हामी चाहिँ खाइसक्यौँ म त्यहाँ आएँ गाइस हामी चाहिँ खानासाना खाएर हिँड्न आएका छौँ यस्तो ठाउँमा कति जाडो छ सुक्यो र भयो नि Next part coming soon.